हेलो गाइज, आज चाहिँ हैन हामी चाहिँ काठमाडौँबाट आएर आज चाहिँ वनमा घाँस चार्न गएछौँ, बाख्रालाई घाँस लिन। अनि मेरो बुढा चाहिँ हुनुहुन्छ टुप्पामा हैन, देख्दा पनि देख्दैन हजुरलाई त। ओए मान्छेहरू कति टुप्पी छ भने यो रुख त तलदेखि छ सरर अझै बुटाहरूले छिकिरहेछ। कति त्यत्रो माथि चढ्नु भइरहेछ। सरर कहाँ पुग्यो, घाँसै कहाँ पुग्यो थाहा नै भएन है। लौ मोटो गरी खानु है। छैन, मैले भिडियो बनाएको, मैले आफै यहाँ सेल्फी हानिरहेको छु कि। सेल्फी हानेको मैले। बिस्तार झार्नु है। यो रुख चाहिँ सालको कति मोटे रुख है, सालको कति मोटो हुन्छ नि। ओ ओ ओ ओ ओ ल हाइट कहाँ पुग्यो तल। दुई भारी त हुन्छ नि, हुन्छ भएन भने अर्को रुखै छैन। अब त अस्ति हामी झारिहाल्यो, नभए भएन भने पनि कहीँ यो छ उता पर त्यही झार लाने। बिस्तारो झार्नु है। अम्मा ओ कहाँ पुग्यो तल त। म चाहिँ माथि बसिरहेको छु। हाम्रो घर चाहिँ ओ पारी त्यो वन मात्र, त्यहाँ बाघ पाउने वन छ। लौ सक्यो। ला हेर्नु त उता अड्किहालेछ नि, हेर्नु त उता अड्केछ। अब के गर्ने त्यसलाई। बिस्तारै 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 झर्नु, एकदम बिस्तारै। खुर्पा फालिदिनु फेरि भाँच्ला। ओ ओ माई गॉड आयो यहाँ। त्यस्तो मङ्की हजुरलाई त कस्तो भ्यागु त जस्तो देखिरहेको भने यहाँबाट यस्तरी हेर्दा त है। बिस्तारो 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 बिस्तारो। सेटअप पुसअप गर्नुभन्दा त रुख चढ्नै सजिलो होला है। गाह्रो छ है जिन्दगी। त्यता अड्क्यो, नतन्किनु है फेरि। अहिले फेरि तनाव। बाइ बाइ गाइज, अब हाम्रो चाहिँ घाँस झारी सक्यो, बटुल्नु पर्छ अनि भारी हालेर जानुपर्छ। रात पर्न लागिसक्यो, घाम पनि डुबिसक्यो। यस्तो तँवालो भइसक्यो भनेपछि अलिकति रात पर्न लागिसक्यो नि त। अनि चराहरू कति धेरै कराइरहेछ। मयूर कहाँ गयो? आहो यस्तै घरि कराउँछ। खै त कराउँदैन त, अघिसम्म कति धेरै थियो नि। 6 वटा हिँडिरहेको थियो लहर लाएर। बाई 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 गाइज, अब भारी हाल्नु जान्छु म। फेरि अहिले भिडियो बनाउँछु। बाई।